नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको जीवनी। ओली सरकारलाई नटेर्ने व्यक्ति लक्ष्मी किशोर को हुन्? नमस्कार, म नेपाल प्रकाश अधिकारी। नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मी किशोर सुवेदी शारीरिक कदका हिसाबले अग्ला छन्। शिरमा ढाका टोपी ढल्काएर स्तरीय भाषामा तर्क तेर्साउँदै शिक्षक आन्दोलन हाँकिरहेका सुवेदीको चर्चा यतिखेर थप चुलिँदै गएको छ। उपयुक्त बिम्ब र दृष्टान्तसहित आफ्नो धारणा ढुक्कसँग राख्ने सुवेदी विज्ञान विषयका शिक्षक हुन्। उनी धनकुटाको तत्कालीन कुरुले तेनुपाको शिक्षित र सम्पन्न परिवारमा जन्मिएका थिए। धनकुटाको छरुवा खोलाको स्वच्छ हावा र पहाडी माटोमा बयली खेल्दै प्राथमिक शिक्षा आर्जन गरेका उनी मोरङको मधुमल्ला स्थित मनोहर जनता माविबाट एसएलसी उत्तीर्ण भएका थिए। सानैदेखि पढाइमा तीक्ष्ण स्वभावका सुवेदीले धरानको चर्चित साइन्स कलेज हात्तीसारबाट आइएसई र त्रिचन्द्र कलेजबाट बिएससी पुरा गरे। रसायन शास्त्र मूल विषय लिएर केन्द्रीय क्याम्पस कीर्तिपुरबाट प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन् सुवेदीले। उनका पिता टिकाप्रसाद सुवेदी धरान स्थित शिक्षा सदनका शिक्षक थिए। हाल लक्ष्मी किशोर सुवेदी काठमाडौँ नैकापका स्थायी बासिन्दा हुन्। स्वयम्भू स्थित गीता माता माविको विज्ञान शिक्षकको दरबन्दीमा रहेका लक्ष्मी किशोर महासङ्घको नेतृत्वमा आएपछि काजमा रहेर महासङ्घको साङ्गठनिक गतिविधिमा क्रियाशील छन्। यसअघि उनी काठमाडौँको घना नेवा बस्ती तलाछीमा रहेको त्यौड माविका शिक्षक थिए। स्कुलमा रहँदादेखि नै मर्यादित वातावरणमा रहन रुचाउने उनी पेसाप्रति निष्ठावान शिक्षकका रूपमा साथीभाइमाझ परिचित छन्। अध्ययनशील सुवेदी साहित्य र समालोचनाको क्षेत्रमा पनि क्रियाशील छन्। विषम 2044 सालदेखि शिक्षण पेसा आरम्भ गरेका उनी 2047 सालदेखि आज तक शिक्षकको पेसागत आन्दोलनमा निरन्तर सक्रिय छन्। उनकी श्रीमती पनि उसो त शिक्षिका हुन्। सरकारी विद्यालयका शिक्षकहरू आफ्ना बालबच्चा निजी विद्यालयमा पढाउँछन् भनेर लाग्ने आरोपबाट चाहिँ सुवेदी जोडी पनि अछुतो छैन। निजी विद्यालयमा पढेर विद्यालयीय शिक्षा पुरा गरेका उनका दुवै छोरा हाल इन्जिनियर छन्। नेपाल शिक्षक महासङ्घमा उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेका परिपक्व सुवेदी 2081 साल वैशाखमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट नेपाल शिक्षक महासङ्घको अध्यक्ष पदमा निर्वाचित भएका हुन्। नजिकबाट चिन्ने साथीहरूका अनुसार लक्ष्मी किशोर पहिलेदेखि दृढ अडान भएका स्पष्ट वक्ता थिए। उनीसँग नेतामा हुनुपर्ने पर्याप्त गुणहरू पहिलेदेखि रहेको परिचितहरू बताउँछन्। यति बेला तिनै सुवेदीको हातमा सिङ्गो विद्यालयीय शिक्षाको गुणस्तर र बालबालिकाको भविष्य जोडिएको शिक्षा ऐन जसरी पनि जारी गराइछाड्ने शिक्षक आन्दोलनको लगाम आइपुगेको छ। लामो समय शिक्षक र शिक्षा क्षेत्रसँग जोडिएका विषयमा आवाज बुलन्द गर्दै आइरहेका उनी यो आन्दोलनलाई सार्वजनिक शिक्षा सुधारको प्रस्थान बिन्दु बनाएर नयाँ इतिहास कोर्ने दाउमा छन्। लाखौं नेपाली शिक्षकको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको अध्यक्ष भई जब समितिको बागडोर सम्हाल्ने अवसर उनीमाथि आयो तब नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई साथमा समेटेर अगाडि बढ्ने चुनौती उनीमा थपियो। बलियो सङ्गठन भएको देशकै शक्तिशाली घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलाई साथमा नलिई आन्दोलनले चाहे जति उचाइ लिँदैन भन्ने सुझबुझ भएका सुवेदीले अन्ततः अन्तर साङ्गठनिक एकता कायम गरी छाडे। त्यति बेला नै एक किसिमको रणनैतिक कुशलता प्रस्तुत गरिसकेका सुवेदीले शिक्षक आन्दोलन थप उत्कर्षमा पुग्दै गर्दा यति बेला नेपाली शिक्षकमाझ गहिरो प्रभाव र छाप छाड्दै आएका छन्। देशैभरका शिक्षक सडकमा उतारेर कुनै पनि हालतमा शिक्षा ऐन जारी गराएरै छाड्ने चट्टानी अडान लिँदै आएका उनले 27औं दिनको आन्दोलनको नेतृत्व गरिरहेका छन्। थप उत्कर्षमा पुगेको शिक्षक आन्दोलन कुन निष्कर्षमा गएर टुङ्गिन्छ यसै भन्न त सकिन्न, तर व्यक्तिगत रूपमा भने लक्ष्मी किशोर सुवेदीले एउटा इतिहासको थुम्की चढिसकेका छन्। अग्रगामी ऐन आई सार्वजनिक विद्यालय शिक्षा क्षेत्रमा सोचे जस्तै परिवर्तन आयो भने हेरौँ शिखरको यात्रा पनि गर्लान्।
बिम्ब र दृष्टान्त प्रयोग गरेर बोल्न खप्पी सुवेदी फरक स्थानबाट उभिएर हेर्दा एउटै सगरमाथा पनि फरक फरक देखिन्छ भन्छन्। लक्ष्मी किशोर विभिन्न कोणबाट हेर्दा आफै पनि अनेकौं रङका देखिन्छन्। शिक्षकको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको मूल नेतृत्व सुवेदी, जसको मियोमा सिङ्गो आन्दोलन घुमिरहेको छ, उनी सबै शिक्षकका साझा नेता हुन्, हुनुपर्ने पनि त्यही हो। तर नेपाल शिक्षक सङ्घ काठमाडौँका अध्यक्ष बनिसकेका उनी धेरै शिक्षकका नजरमा काङ्ग्रेसी देखिन्छन्, कडा काङ्ग्रेसी। स्पष्ट छ, विद्यार्थी हुँदा नेभी सङ्घको खरो राजनीति गरेका उनी आस्थाका हिसाबले काङ्ग्रेस नै हुन्। उनकी आमा अम्बिका सुवेदी धनकुटा जिल्लाकी अग्रणी काङ्ग्रेस नेता हुन्। एमाले सँगै सरकारमा रहेको प्रतिनिधि सभा संसदको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेसका नेताहरूले मौनता साध्नु र एमालेका केही नेताहरूले शिक्षकलाई बिजाउने कुरा गर्नुमा शिक्षक महासङ्घको प्रमुख नेतृत्वको राजनैतिक पृष्ठभूमि पनि हो भनेर केही विश्लेषकहरूले दाबी गरिरहेका छन्। यो आन्दोलनबाट शिक्षाको क्षेत्रमा के कति उपलब्धि मिल्ला त्यो त हेर्न बाँकी नै छ। तर अध्यक्ष लक्ष्मीले मन्त्री विद्यामाथि विजय प्राप्त गरिसके भनेर केही व्यक्तिहरूले बताइरहेका छन्। देशभरका लाखौं शिक्षक आन्दोलनको मोर्चामा डटिरहेका बेला राज्य थकाउने, गलाउने र धम्क्याउने सबै प्रपञ्चमा देखिन्छ। को झुक्ला? कहिल्यै झुक्न नजानेका राजनीतिका खेलाडी ओली वा बिस्तारै पाका बन्दै गएका लक्ष्मी किशोर? त्यो केही दिनमा पट्टाचेप होला नै। शिक्षक आन्दोलनले ओली नेतृत्वको सरकार कमजोर बनोस् या शिक्षकका अधिकतम माग सम्बोधन गर्न सरकार बाध्य होस्, यिनका कुनै न कुनै हातमा लड्डु हुने चाहिँ पक्का नै छ। धन्यवाद। तपाईलाई यो सामग्री कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक र कमेन्ट गर्नुहोला, सेयर गर्नुहोस् भनेर चाहिँ भनिरहनु नपर्ला। हस्त नमस्कार।